everyone, welcome back to my channel. So आज चाहिँ हामी कहाँ जाँदैछौँ? उपदनगढी। आज हामी उपदनगढी जाँदैछौँ जुन चाहिँ इच्छाकामना गाउँपालिकामा छ. I'm really excited and this is our first vlog सँगै बनाएको हामीले अनि स्पेशल हुनेवाला छ. Hope so. Bye bye. Let's go. बाटो रहेछ है अफ रोड रहेछ र हामी लगभग आइसक्यौँ जस्तो लाग्छ मलाई. अघिसम्म घाम लागिरहेको थियो, यहाँ आएपछि एकदम चिसो फिल भइरहेको छ कि छैन. पानी पर्ला जस्तो पनि छ, बादल लागिरहेछ, पानी नपर्दै हुन्थ्यो. यहाँ चाहिँ सानो सानो घरहरू पनि देख्न सक्नुहुन्छ, बच्चाहरू. बादलै बादलको भित्र छ जस्तो छ. Finally here at उपदनगढी अनि हामी यहाँ यस्तो भर्याङ रहेछ, भर्याङ चढ्दैछौँ. हेलो हेलो, कस्तो लागिरहेछ तपाईँलाई? रमाइलो. अहिलेसम्म त एकदम स्मुथली आयौँ होइन, बिना थकान. अब हामी उकालो चढ्दैछौँ अनि अहिले चाहिँ घाम लागिरहेछ. अघिसम्म पानी पर्ला जस्तो भएको थियो, अहिले चाहिँ घाम एकदम टन्टालापुर घाम लागिरहेछ. लगाएको रहेछ है. अनि के हो त्यो घर जस्तो. ए सो वी आर हियर फाइनली. हो खाना त हुँदैन होला. यहाँ चाहिँ बस्ने ठाउँहरू पनि रहेछ अनि त्यहाँ पनि यहाँबाट जाने हो. बन्द हो त अनि एकदम एस्थेटिक. यहाँ फोटो खिच्नुपर्छ. एउटा ढोका खुल्छ त यो, खै त ए खुल्यो. वाह साह्रै ढिलो भयो. ओहो यहाँ त एउटा कति छाले पाल्छ. ए कुकुर पनि रहेछ त त्यहाँ. खै के हो त्यहाँ? ए म त इनार होला भनेको. कता उतापट्टि हेर्नु न, ढुङ्गाहरू कत्रो कत्रो के छ त्यहाँ. खाडल कोही पनि नआउन मिल्ने तरिकाले. खाल्टो कोही आए पनि हेर न, जम्प गराउन नमिल्ने. हामी भनेपछि यति मात्र रहेछ एरिया चाहिँ. हामी कता गएर बस्नु त? अब चाहिँ हामी फर्किनु लागेको. फोटो पनि खिच्यौँ अनि त्यसपछि एकैछिन बसेर अनि रमाइलो पनि भयो. अनि सही राम्रो रहेछ. बलियो पनि ढोका यो ओरिजिनल होला है, पहिलेकै होला है. हनीबी रहेछ, सेरेना हनीबी रहेछ. बाटोमै कुकुर छ यहाँ फेरि. यहाँ फोटो खिच्ने भनेको. कस्तो लाग्यो उपदनगढी? त्यहाँ हामी पर्सा बजार रोड है 30 किलोमिटरको डिस्टेन्समा यहाँ आउँदाखेरि त तिम्रो मौसमै कति आनन्द, कति शीतल. त्यो भनेको चाहिँ एकदम नेपाल जियोग्राफिकली एकदम डाइभर्स छ कि. त्यही ठाउँबाट यहाँ आउँदा पनि पहाड अनि त्यसपछि मौसम पनि कति चेन्ज होइन. 38 डिग्री थियो भने यहाँनिर जम्मा 17-18 देखि 20 डिग्रीको डिफरेन्समा एकदम पिसफुल. त्यहाँको भिडभाडबाट धेरै टाढा
हरियाली अनि छुट्टै संसार छैन त बाई बाई सी यू गाइज इन आवर नेक्स्ट ब्लग